साथीहरू अहिलेको सरकार सुशीला कार्कीको सरकारले चाहिँ पारदर्शिता देखाउन सकेको छैन, सुशासन गर्न सकेको छैन भनेर चाहिँ सम्पूर्ण नेपाली जनताहरूले औँला उठाइसकेका छन्। हुन पनि उहाँले सुशीला कार्की जब प्रधानमन्त्री बन्दै हुनुहुन्थ्यो त्यतिखेर चाहिँ उहाँले भन्नुभएको थियो कि भ्रष्टाचारीहरूलाई एक एकलाई जेल कोर्नुपर्छ। तर अहिले सरकार भनेको यत्रो दिन भइसक्यो होइन, भ्रष्टाचारीलाई जेल कोर्नुको त कुरो परै जाओस्, उनीहरूलाई निष्पक्ष रूपमा छानबिन समेत गरिएको छैन। एउटा कुरा अब पासपोर्ट ढोक्का भन्ने कुरा भइरहेको छ होइन, तर पनि उहाँले धेरै गर्नुपर्ने कामहरू धेरै छ। उनीहरूलाई पासपोर्ट ढोक्का भन्दा पनि सिधै समातेर जेल हाल्नुपर्ने जेनजी पुस्ताको माग थियो। र अर्को कुरा के हो भने खासमा 75 जना सम्पूर्णले ज्यान गुमाउनु भएको आन्दोलन गरेर यो सरकार ल्याउनलाई मात्र होइन, उहाँले चाहिँ प्रत्यक्ष कार्यकारी अनि चुनाव गराउनुपर्छ, प्रधानमन्त्री चाहिन्छ हामीलाई भनेर चाहिँ मेन एजेन्डा उहाँहरूको करप्सनलाई हटाउने र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्ने भन्ने कुरा चाहिँ थियो। तर सुशीला कार्कीले यसलाई व्यवस्था गरेकी छन्, प्रत्यक्ष कार्यकारी चाहिँ हुँदैन, हामीबाट गर्न सकिँदैन भनेर चाहिँ यस्तो व्यवस्था गरेपछि जेनजी पुस्ताहरू आक्रोशित भएका छन् र उहाँलाई भन्छन् कि अन्तरिम संविधान जारी गरेर भए पनि प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्छ भनेर उहाँले जेनजी पुस्ताहरूको माग छ। भनेपछि तपाईँहरू के भन्नुहुन्छ त सुशीला कार्कीलाई? कृपया भिडियो मार्फत यो भिडियोलाई एकदमै सेयर गर्नुहोस् र तपाईँलाई मनमा लागेको कुरा कमेन्ट गर्नुहोस् है त।